back to my channel and video is Misutin Mogar. So संसार आरामै हुनुहुन्छ होला म संसार आरामै छु मुजिक चाहिँ पाएन है के हुन लाग्यो अर्कै हैन पहिला हेर्नुस् त हाम्रो सेटअपहरु चाहिँ हाम्रो सुटिङको टिमहरु चाहिँ एसी का है वो है ऐसे बोलो यहाँ आ जाओ सो गाइस के भयो भन्दाखेरिमा चाहिँ आज कहाँ जान लागेको भन्दाखेरिमा चाहिँ सो हामी चाहिँ सानो खालको भन्दा फिल्म ठुलो हो हामी चाहिँ सुटिङ गर्न आएको थियो फिल्मको सुटिङ लागि फिल्मको नाम रहेछ द मङ हुज गड समथिङ के छ हैन अनि कतिले चाहिँ सोधिरहेको थियो मैले के हो लामा पनि आएको भाइ अनि कहाँ हो के हो भनेर चाहिँ म्यासेजहरू गर्नुभएको थियो हैन अहिले चाहिँ ठुलो बोल्न राख्यो अन्त सो यता डिस्टर्ब हुन्छ होटलहरूमा आज चाहिँ हामी त बुखारामा बसेको थियौँ होटलमा सो आज हामी समथिङ घामदिरुक के गरिरहनु छ गाडीमा रेडी छ होइन हाम्रो सब ठुलो सरहरू छ रेडी हेलो हाम्रो सुट पनि छ गुड मर्निङ गाइस टक्क जला सलो पनि रेडी छ उ पनि जाने हो अनि त्यो गाडीहरू छ अब आज हतार हतार गरेर उठेको अनि जुत्ता लास्ट फोहोर सक्यो यस्तो जुत्ता जाल्ला खायो देखाएको भन्ला त्यस्तो होइन त्यही हो टोपी सोपी लगाइया किनकि हाम्रो मङको रोल छ नि त सो कपाल हाम्रो सब काटेको छ नि त सो त्यही हो अहिले चाहिँ हामी योसँग 5 दिन भएको छ होइन सो अस्ति चाहिँ म आएन किनकि लाइसेन्सको कारणले म त गएको थिएँ अस्ति चाहिँ आएन म 4 दिन आएँ अनि योसँग 5 दिन हुन्छ समथिङ 4 दिन थाहा भने त्यो पनि भनेर थाहा हुन्छ त्यही हो अनि यस्तो हो कि आज किन बनाउनु लाग्यो भन्दाखेरि आज सो मोबाइल ठाउँमा जाँदैछौँ हामी अनि ठाउँमा जाँदैछौँ प्लस अनि सुटिङमा के कस्तो हुन्छ होइन हामीले के कस्तो अलिअलि ट्याक देखाउनेवाला छौँ त्यही हो र गाइस फ्रीमा पाउन सकिन्छ त्यही हो लाइक सब्सक्राइब हाल्दै गर्नु होला त्यही हो रमाइलो हुनेवाला छ आज एक्साइटेड त ठिकै छु होइन किनकि फर्स्ट दिनमा चाहिँ बहुत एक्साइटेड थिएँ ल नयाँ फिल्ममा सुटिङमा जानेवाला छु होला हो त्यो अझै जे होस् खुसी लागेर जे होस् ठुलो स्क्रिनमा देख्न पाउनुभयो भने धेरै ठुलो कुरो हो नि त होइन सो पिओभ्याक्समा आउँछ यो फिल्म चाहिँ सबजना गएर हेरिदिनु पर्ने हुन्छ अनि त्यही हो अहिले केटाको भ्यू यस्तै छ बिहान बिहान अलिक कति बजी आयो भन्दाखेरिमा अलिक कति बजी सो आफै मिलाएर हेर्नु होला होइन कति बजी आयो भनेर त्यही हो चिची टकटक बजिरहेको त गाडीहरूमा त्यो पैसा त्यही हो ल अब पछि गाडीतिर बसेपछि अलिअलि के कस्तो अलि भन्दै जान्छ होला है अहिले चाहिँ हामी यता उसबाट चाहिँ होटलबाट निस्केर चाहिँ हामी यता उसको मोनेस्ट्रीमा आइसकेको छौँ अर्को हाम्रो 3टा मङ थियो 3टा मङलाई लिन यसो म यहाँ छ तिनीहरूले चाहिँ त पैसा राख्नु भन्ने कुरो थियो सायद अहिले हेलो के कस्तो हुन्छ सो गाइस त्यता चाहिँ अलिकति त्यस्तो भ्यू देखिरहेको छ होइन आज चाहिँ डम्बुसमा हेरेछ गाइस सो अब ड्रेस लाउनु पर्ने हुन्छ हामीले जींस ऊपर करके बदला चाहिए भाई स्पोर्ट दादा ऐसे उतारो ना मेरे को सामान उतारना है यार गाइस डेन्जर झाडो भएको छ हामी त्यस्तो लास्ट चिसो छ गाइस हिमाल चाहिँ हाडी हेर्नु त्यहीँ देखेर हिमाल चाहिँ ऊ त्यही देखेर होइन भोपाल देखिरहेको छ जाडो चाहिँ डेन्जर छ डम्बुसमा मजाले जान्छ सुटिङ हाम्रो सो भोपाल जाडो भइरहेको छ अहिले यहाँ चाहिँ ड्रेस लाउनु पर्ने हुन्छ हाम्रो मङको हेलो सर सबै झिकन मलाई कस्तो छानेको हो होइन कि मेरोवाला यहाँ प्याकेज गर्छ मेरो त छैन त यार यो त मेरो त होइन त यार अनि भाडाले बुरुल भयो त अनि खै यो हो यो त मेरो हो म फर्ममा आइसकेको छु लामा ड्रेसमा सो सुटिङ बिहान मलाई जाडो पनि भयो सो सबसे मेन कुरा के देखाइदिनु यस्तो तपाईँहरूलाई एउटा कुरा देखाउँछु माथि गएर सक्ट हुनेवाला छ अन्त चस्मा नदेख्दो रहेछ मस्त बाटो
Let's go. ल गाइज हामी भ्यू देखाउने आउँछ लेट्स गो यु क्यान सी गाइज यता फेरि त्यस्तो दामी माथि आइसकेको छ हामी चाहिँ रेडी भएर आइसकेको छौँ बबाल देखियो भ्यू चाहिँ गाइज हिमालहरू मर्निङ सर्जनले बसिरहेको छ लगभग क्यारभन रेडी भएर बहुत चाहिँ देखेको छ नि सनराइजको वेटिङमा छ सनराइजिङको चाहिँ अन्त त्यहाँ लाइन राखेर चाहिँ बनाउने अरे सो बवाल देख्यो भ्यू चाहिँ सो यस्तो धम्पुसेको आइसकेको सो घान्द्रुभन्दा घान्द्रुमा चाहिँ बाटो बन्दाखेरि होइन आउन यसो क्यामेरा आउँदाखेरि त्यो बन्दाखेरि घान्द्रुमा चाहिँ बन्दाखेरि गाइज होइन गाडो चाहिँ हामी धम्पुसाको जाडो बवाल जाडो भएर हिँडिन लागि यहाँ भएर बोलाएको जाडो सो त्यो गाज बल चाहिँ एउटा सिनेमेटिक बनाइन्छ म पप्पा सर भी अपने साथ नीचे रहेंगे क्या है चलो चलो लाइन यहाँ टक्क लगाएर सुटिङ भइरहेको क्यामेरा यस्तै बनाइरहेको छ बिक्री है यस यता छ अरू हुनुहुन्छ सो बवाल देखियो भ्यू चाहिँ बबाल यो भन्दा गाइज भ्यू भनेको बवाल देखिरहेको छ यस्तो यता त बवाल छ जे होस् यो सिनेमेटिकवाला चाहिँ सिन भएको छ अहिले त्यही हो बल भएर हेलो कर दिए सर बहुत अच्छा लग रहा है शूटिंग करते हुए बहुत अच्छा है ना सर बहुत अच्छा हेलो कर दिए सर थैंक यू बन रहा है तो इधर भी है हमको तो लज लग रही है हाय सो त्यही हो गाइस ल अब अहिले एकछिन पछि सो अहिले चाहिँ एउटा सिन भएर बसिसकेको छ हाम्रो विक्रम हेलो बोलिए सर इधर आ जाओ हेलो बोलिए सर हेलो आपका नाम क्या है मेरा विक्रम नाम है मेरा आपका नाम हाँ अभी हम आए हैं हिमालय घूमने के लिए कैसा लगा नेपाल सर आपको बहुत अच्छा नेपाल लगा नेपाल से ज़्यादा अच्छे उनके लोग लगे अच्छे सबसे अच्छे में है ना तो हमारा मैं नहीं हम सोच्यो सर चाहिँ भ्यू हेर्दै बस्यौँ हामी चाहिँ टक्कर चाहिँ भ्याएन सिन एउटा बबाल त ख्या भ्यू चाहिँ ओपे चार सोच्यो सर चाहिँ अलिक फ्रेन्डली हुनुहुन्छ हाम्रो होइन सर अब ये बात ना नेपाली में बोलना मैं रिकॉर्ड करूँगा अब हामीले नेपालीमा भन्छ सरले रिकर्ड गर्नु सो केटाहरू चाहिँ पिङ यसो सर हानिरहेको छ होइन दोस्तले हलेर भ्यू हेर्दै सो म पनि ट्राई गर्नेवाला छु यहाँनिर सो यहाँनिर चाहिँ मेरो चस्मा पनि यहाँ छ होइन सो आज चाहिँ हाम्रो सुट चाहिँ दिनभरि हुन्छ आज चाहिँ लास्ट हो हाम्रो सुटिङको सो 5 दिन जति भयो अनि त्यही हो खासा चाहिँ रेडी भइसक्यो तर हाम्रो एउटा सिन छ त्यो भएर चाहिँ खाना मिलेन टेन्सन नै हान्न मिल्दो रहेछ म फर्स्ट टाइम आयो धम्पुस सो घान्द्रुक जाने भनेको थियो सो बाटो बन्द समथिङ के भन्नु थाल्यो अनि त्यो चाहिँ 50 मिटर माथि 1650 सुइमाल भोपाल देखिने केटा है तर बाटो चाहिँ अनि हाम्रो त्यो के भन्दाखेरि बाटो चाहिँ अलिक नराम्रो रहेछ हामी स्कर्पियोमा आउँदा आएको तर खाजा नि रे जाम पहिला खाजाम ल त्यही गाई चाहिँ अब हामी उयो के हो ए आऊ केटाहरू है अहिले आएर खेलौँ यार सो अब हामी खाजा खानेवाला छौँ सो लेट्स गो ए खाजाम सरले चाहिँ खाजा खान्छ भनेर होइन यस्तो बोल्छ हाम्रो खाजा
खाजा हाम्रो यस्तो छ गाइस गाइस यता मात्र देख्छु पुग्यो गाइस यो अलिअलि हुन्छ यस्तो सुजी चाहिँ 2 घन्टा ओहो गाइस अलि जाउँ सिट कसको त्यो झोला त्यो मुनि राख्दै किन ल्याङ गर्ने हो सो ओहो खाजा चाहिँ यस्तो छ हाम्रो बिहानको ब्रेकफास्ट केटा कस्तो छ होइन नाइस है ल गुड मर्निङ यार के छ हाल एकदम ठिक छ कस्तो दामी हो अहिले त चिया पखाए गुल्मी नाम के रे यो ठाउँको धम्पुस अनि ठाउँमा ल गाइस म खाजा आएर अहिले भेट्छु है त सो गाइस अहिले चाहिँ एकछिन मोबाइल चार्ज गरेँ मोबाइल चार्ज थिएन कि हिजो होटेल बस्दाखेरि चलाएपछि यहाँ सुटिङ भइरहेको यतापट्टि अनि भ्यू चाहिँ बबाले देखेर धम्पुसको हाम्रो सो आज चाहिँ हाम्रो लास्ट दिन हुने आएको छ लगभग 4-5 दिनै गऱ्यो यसमा यो बेला पनि सिक्यो होइन पुरा सिक्यो रमाइलो भयो त्यो मान्छे नयाँ नयाँ मान्छेसँग बोल्न पाइयो त्यही खुसी लाग्यो होइन त्यही हो हाम्रो विक्रम सर बिदा आयो सर हेलो गरिदिए हाय हाम्रो विक्रम सर है सरको र हाम्रो भी आज लास्ट दिन होइन सर हैन सर आज लास्ट दिन शाम को पार्टी करेंगे आज अर्को ब्लग पनि आज हामी आज बेलुका लेक साइड पनि जान्छौँ होइन सर हामी लेक साइड गएको बहुत कुछ स्पेसल हो गयो होइन सर जो हमारा ये शॉर्ट टाइम में जो बॉन्ड बनाया ना बहुत अच्छा बॉन्ड बनाया है सर तो हमेशा रहेगा ये हाँ हमेशा रहेगा अभी ये हमेशा भी आएगा चलो तो हमारा सिन हो गया सर सरले बोलाउनु सो जो हिन्दी चाहिँ मिसकर भइरहेको क्या तर बुझ्नुहुन्छ नि त मिलाएर सो त्यही नै होटल चाहिँ राम्रो लाग्यो जोस् दिदीले मलाई चार्ज गरिदिनु साउन्ड गरिदिनु सो त्यही नै बवाल छ यताउति पुरै हजुर के उठा लेन बेटा क्या उठा ले सर खाना कोई मेरी फोटो हां मैं बीटीएस पूरा सो गाइस अहिले चाहिँ हामी यसो लिइरहेको छ सिन चाहिँ हाम्रो यहाँ आउनेवाला छ होइन यो पुरा हिमाल सिमाल देख्यो क्या हुआ इधर आओ यसो मजाक गरेर त सर सो हाम्रो गाडीहरू चाहिँ यतै छ होइन पुरै जो सिन चाहिँ बहुत त्यही दामी हो मैले सरले एउटा क्वेसन सोधेको थिएँ तपाईँलाई नेपाल मनपर्छ इन्डिया मनपर्छ उहाँ चाहिँ इन्डियामा कम्फर्टेबल तर ब्युटी चाहिँ नेपाल खाएको होइन सर यसो मलाई थाहा छ हाम्रो क्यामेरा लगाएको छ गल्दी है डबल लाइन चलो 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 सिन आउनेवाला छ त्यही हो देखाउँदै गर्छु अरू के कस्तो हुन्छ है त सिन हुँदैछ त्यस्तो अगाडि भइरहेको हामीलाई सिकाइराख्नु भयो यस्तो यस्तो गर भनेर चाहिँ होइन हेलो ठिक छ होइन रमाइलो भइरहेको केटा एकदम त्यही हो गयो अनि त सुजित ठिक छ सब ठिकठाक भइरहेको सिकाइराखेको अगाडि चाहिँ ठीक है ना सर पूरा बहुत अच्छा है भाई आप सब लोग बहुत अच्छा कर रहे हैं बहुत अच्छा है ना हमारा ये मेरा सर यूट्यूब चैनल में आएगा डालो डालो देखिए ना सर देखिए सर ओके बहुत अच्छी घाम लगी है सर थोड़ा और पीछे जा सकते हैं क्या ना जितना जितना पॉसिबल है वहां चल लेते हैं बिकॉज़ अवॉइड बहुत ज्यादा अच्छा एंटर करेंगे है लेकिन बस ना सर इससे ज्यादा ना हां सर इधर नहीं तक भ्यू त गाइस यता पो रहेछ सिन त राम्रो त्यहाँ टक्कलाई यस्तो गर्नलाई होइन एकदम टक्क जब हाम्रो त्यो सुटहरू गर्छ त अगाडि सो यहाँबाट चाहिँ कन्ट्रोल गर्न मिलिन्छ होइन सो यहाँ कन्ट्रोल गरिन्छ बगाएर चाहिँ धम्पुस पनि यहाँ गाउँ सही छ यता चाहिँ हाम्रो यो खाना जस्तो हुन्छ होइन फ्लक हामीले यस्तो टप गर्नुपर्ने हुन्छ सर फोटो खिच्नेवाला आयो त थ्याङ्क यू सर सुक्का चाहिँ अब चाहिँ त माथिको सिन होला सेकेन्ड सिन होइन यो सरहरू यति मस्त गफ गर्दै बस्नु भयो होइन सर ठिकै सब सही नहीं
सरले यो दारीको लागि मात्रै कति महिना पाल्नु भयो जस्ट चिनको लागि मात्रै सो सोच्न सक्नुहुन्छ कति गाह्रो छ सो अब चाहिँ सिन हुन लाग्छ अर्को यहाँ चाहिँ उहाँहरूले चाहिँ हामीलाई सदा अब भिक्षा दिन लाउनु भएको उहाँहरूले चाहिँ हामीलाई यो बुझ्यो त्यो सिनम्याटिक गर्न आउँदैन भने जस्तो सो गाई चाहिँ अहिले चाहिँ सिन भएको छ हामीले भातहरू पाएको छ होइन खाने रेडी हो रेडी खाने उसको झन् बिचरा यो नभएर हात नै लिएर यो साग हालिदिनु पर्ने माथि टपिङ बवाल देखिन्थ्यो सो अनि यता हुँदैछ होइन लो गाइस बवाल चाइनिज डिस भन्छ होइन ल अब यति भइसक्यो किन 5 स्टार होटेलमा जानु देखाएर त्यही बवालले देखिरहेको छ भ्यू अब बनाइसकेको छ सो गाइस त्यो देख्नु भयो त्यो ढिलो ढिलो त्यो चाहिँ आइस झरेर चाहिँ त्यो जस्तो भएको सो यहाँ ड्रोन पनि छ हाम्रो जे होस् त्यो सिन भइरहेको ड्रोन बवाल छ गाइस कुनै दिन किनौँला हामीले पनि तर बवाल भयो गाइस त्यहाँनिर त्यो आइस पग्लेर क्या पुरै झरेछ धौलागिरी धौलागिरी भन्नुभएको थियो धौलागिरी त उतातिरकै पोखर उता पर्छ उतातिर धौलागिरी त यता त यता अर्को आएर ऊ माछा पुछेर यो हेरेको गाइस माछा पुछेर हिमाली गाइस होइन साँच्चै लास्ट भोकाएर खानसाना आएको यहाँ रेडी रेडी हुँदैछ तरकारी सबै आएन भ्यू चाहिँ यस्तो छ हाम्रो बिगन सर यता आइए सर एक बात पूछना है आपको क्या है यार आपका अभी फिलहाल हाँ मैं तो जीवन से संन्यास ले लिया कितना भूख लग रहा है जीवन से संन्यास लेना हाँ सर कितना भूख लग रहा है सर हेलो भूख कितना लग रहा है बहुत सारा लग रहा है बहुत सारा लग रहा है सो त्यही हो अब मेरो मोबाइल चार्ज पनि छैन यहाँ अब एकछिन दिदीले चार्ज गर्न दिनु पऱ्यो अनि त्यही हो अब भात खान्छु भात खाएको देखाउँछु नि झ्याम्जो खान्छु खाएर भएपछि अब यताउति गयो भने देखाउँछु त्यही हो चेन्ज नै गऱ्यौँ त्यताको भयो भएन सो हाम्रो हेर्नु चाहिँ उहाँ हो होइन उहाँ चाहिँ हाम्रो हेर्ने टक्क लाएर त्यो ल म मोबाइल चार्ज गर्न दिन्छु पहिला ल गाई चल चाहिँ सुटिङ हुँदैछ होइन खानसाना आएर आइयो सुटिङ भएर त्यता हेलो सर क्या कर रहे हो नहीं आप तो भी सो त्यता केटाहरू त्यही हो अब सिनेको पछि हुन्छ भने त्यो भएर आएर बस्यो त्यस्तो हुँदैछ सुटिङ हाम्रो हेर्नु नि दिदीको अब रोल रहेको छ सो यहाँ चाहिँ टुरिस्टहरू आएको थियो होइन तिनीहरूलाई चाहिँ एक्टिङ सेक्टिङ गरेर पठाइदिइसकेको छ सो जस मान्छे चाहिँ यसो ठ्याकटुक गरेर परिहाल्ने ठ्याकटुक अन्त कब लामाको रोल खेल्छ अरे इधर से पीछे 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 चलो आपका वो ले लो बाउल बाउल उधर है मेरा हाँ हाँ ले लो जाके लो फटाफट सो त्यही नै हामी चाहिँ होइन अनि त्यही हो इधर हमारा साउंड का भैया है सर ठीक है ये मेरा ब्लॉग चैनल है बोल दीजिए हेलो सुदीप भाई का चैनल सब्सक्राइब कर दो बोल दीजिए ना दाई एकचोटि सुदीप भाई का चैनल सब्सक्राइब करो फॉलो करो एंड लाइक करो हेलो कमेंट भी छूट जाएगा कमेंट तो रहने दो विकास सर इधर देखिए ना सर विक्रम सर तुम्हें बार बार क्यों सब्सक्राइब करना था मेरे से इधर देखो ना हंसो ना एक बार हेलो बोलो ना सर हाँ क्या बोलो हाय गाइस बोलो ना सर प्लीज मेरे लिए हेलो हेलो नेपाली पीपुल्स हाय बोलिए ना प्लीज एक बार हेलो नेपाली पीपुल्स हेलो नेपाली बॉयज वे नॉट हेलो नेपाली बॉयज केटाहरू बसिरह अहिले रोल्छ होइन अनि यता यस्तो छ घर अनि हामी चाहिँ मस्त बसिरहौँ अब आज लास्ट दिन सो नेक्स्ट सुटको लागि चाहिँ हामी यतापट्टि आएको छौँ सो यस्तो छ बवाल यता छ सर आपको तो बहुत यूज हो रहा है साइन ये बहुत हो गया हाँ पकड़ पकड़ के इचम्मा हिला खूनी लामा इचम्मा हिला लामा दुखी नहीं रहे चल ही रहे सुबह से गंजली नहीं मिल रही उनको घूम रहे जितना गंजे दिखे उनका सिर फोड़ रेस्ट टाइम लामा का रेस्ट टाइम ये अभी खोलने वाले थे अच्छा वो खुला नहीं क्या टोपी लामा अच्छा हुआ खुला नहीं वो मालूम है
राम बसल होता है नहीं खुला वो अरे खुला नहीं वो किसी ने उनको धक्का मार दिया किसने सुरक्षा कवच है ना किसको धक्का मारा अरे आपको ही तो लगा आपको नहीं अंजलि का मेरे को कब धक्का मारा वो बंद यस्तो बल आउँछ क्यामेरा चाहिँ कैमरा आगे क्या इधर चलेगा नहीं चलेगा आई जजमेंट मारेगा नहीं मारेगा सर वो भॉइस करता हूँ भॉइस नहीं अभी नहीं मारा सर पीछे सर है 10 फीट तक है 10 फीट के बाद आउट बहुत खुश है आप तो अभी तो जो गैस फाइनल चाहिँ भइसकेको छ त्यसमा त आज प्लो है टास्क पुरा हो गया बोल्ला समथिङ सो गैस अहिले हाम्रो कचन माछा पुछेर चाहिँ पुरै डुबिसकेको छ यता हाम्रो सेटअप पनि टप भइसकेको छ सर जान जा आपका आप समझे ए हमारा कुरा भन्ने अब त्यसै केही पनि बुझेन अब पागल फुस्केको फोटो ले सबके साथ मोम के साथ सो हमारे साथ फोटो लेंगे हमारा डायरेक्टर साहब हाम्रो डाइरेक्टर साहब सो गाइस अहिले चाहिँ यस्तो नाइटको भ्यू त्यता माछा पुच्छेर सब उस भइसकेको छ टेन्ट पनि छ होइन उयो त्यता चाहिँ राडे पिङ थियो नि त्यो 10 रुपियाँ खेल्छ त त्यो पिङ थियो बट अब त्यो खेल्न पाएन म चाहिँ ओ राम्रो थोड़ा बहुत सेफ्टी के साथ खेलना पड़ता है ना सुजीत ठीक है पकड़ क्यों यहाँ सेफ्टी भए न ए नला मोबाइल यहाँ राखिरहेको मैले रन म त कहाँ रह्यो ए त्यहाँ त केही नि कस्तो भएन सो गाई त्यस्तो छ भ्यू ओ मासले सो टोपी सोपी लगाएछ अझै जाँड जाँडमा अलि हल्लाउनु मुराले दम लाएर कि ओ मसँग त मजा आइरह होइन ओ रानुमा त्यस्तो नगर म झन्डै खसेन यार ओइ बाङ्गे नहलाउनु सुइद यार हल्लाउनु यस्तो उस गरेर जाने कि हल्लाउनु पऱ्यो एकछिन बाहिर हल्लाउनु मजाले अच्छा जान्न के सो त्यो ग्यास भाउ जुत्ता त कडा देखेँ मैं 10,000 को जुत्ता त बब्बाल देखिँदो रहेछ तर यार सो भ्यू यस्तो छ दामी हा खै अहिले हामी जानु रोड मुनि कच्ची छ भम्पुस स्विच खोल्दै अब सिट पनि लानु पर्यो त्यही हो लेखाको त्यही हो अब हामी चिया खान्छौँ त्यसपछि अनि आजबाट यहाँ चाहिँ टाउटा भइसकेको छ न्युज अलिकति छोटो समय पनि धेरै कुरा सिक्न पाइयो होइन त्यो ठुलो स्क्रिनमा आउनु भने धेरै ठुलो आइ पनि सकेको छौँ हामी त्यही हो फिल्म अझै 2-3 महिना अझै सुट हुने हुन्छ त्यसपछि जहिले ट्रिजर आउँछ म मेरो युट्युब च्यानलतिर पनि सेयर गरिदिन्छु लिङ्कहरू हेरिदिनु होला त्यही हो मङमा हामीसँग मङ भन्ने कुराहरू आउँदैछ त्यहाँ हामी कस्तो रहेछ त्यही हो हिजो अस्ति नै रमाइलो भयो धेरै त्यो चाहिँ मैले भिडियो बनाउनु पाइनँ किनकि अब सुरुमा क्लोजर कारण दिन सो आज लास्ट दिन भनेर चाहिँ मैले बनाएँ सो भित्र सरहरू छ है कस्तो यता धेरै एकदम राम्रो भयो नि होइन पिडी पनि छ एकदम सिम पनि हो पैसा नि आउँछ होइन पैसा चाहिँ पेमेन्टहरू आयो हाम्रो हस् यति भन्दा आजको ब्लग एन्ड गर्छु अनि मेरो हाम्रो फोटोहरू पाउनु टिकटक इन्स्टाग्राम जानु होला या टिकटक इन्स्टाको आयो होला आइडियाहरू टक गरेर हेर्नु सक्नुहुन्छ कस्तो फोटो खिच्यो भनेर सो त्यो यो घम्पुसको मात्रै बिहाइन्ड द सिन अरू भने अरू च्यानल अर्को च्यानलमै आउँछ युट्युब च्यानल अर्कोमा पनि आउँछ अफिसियल सरहरूको च्यानलबाट नै आउँछ सो त्यो पनि म सेयर गरिदिन्छु बट मेरो तर्फबाट चाहिँ मैले यो बनायो त्यही यो धेरै रमाइलो बोधेर कुरा सिकियो धेरै
ठुल्ठुलो मान्छे पाउँदैन प्रायः धेरै कुराहरू चाहिँ यस्तो हाम्रो धेरै गलत बुझिरहेको कुरा चाहिँ उहाँहरूले राम्रोसँग बुझाइदिनु भयो त्यो पनि खुसी लाग्यो त्यही हो पैसा भन्दा नि त्यो सिक्नु पाउनु ठुलो कुरा हो त्यही हो के कस्तो लाग्यो हस् यति भन्दा आजलाई बिदा हुन्छ हस् त धन्यवाद बाई बाई